मान्छेको ईश्वर। दिपेन्द्र आचार्यको कविता संग्रह व्यापार पृथ्वीको कविता संग्रहबाट मान्छेको ईश्वर। आइन्स्टाइन आफ्नो निधारमा ओम लेखी गिर्जाघरमा गई नमाज पढेको देख्दा खिस्स हाँस्छ बुद्ध। कित्ता कित्तामा बाँडिएको मान्छेको ईश्वर आइन्स्टाइनको कपालको जुम्रा जस्तै कुदी हिँड्छ। मान्छेको टाउको टाउकोमा टाउको रस चुस्न। सत्ता र शक्ति कति प्यारो हुन्छ सोध्नु आफ्नै ईश्वरलाई। सत्ता र शक्ति कति क्रूर हुन्छ सोध्नु आफ्नै ईश्वरलाई। सोध्नु किन बनाए स्वर्गसँगै नर्क पनि। एक्लै बाँच्नै नसक्ने मान्छेका ईश्वरहरू शक्ति प्रदर्शन गरिरहेछन् चोक चोकमा। भाषण गराइरहेछन् कार्यकर्ता खटाई टोल टोलमा। बाँडिरहेछन् प्रलोभन मुक्तिको, छरिरहेछन् डर पापको। प्रत्येक बिहान मन्दिर पुग्छ भोको न्युटन। ईश्वरको गुरुत्वाकर्षण भन्दा पेटको गुरुत्वाकर्षण ठुलो छ उसलाई। स्याउ खान मात्रै भए पनि ऊ ढोग्छ ईश्वर। आफ्नो कित्ताको मान्छे सम्झन्छ उसलाई ईश्वर। अनि खिस्स हाँस्छ कित्ता कित्तामा बाँडिएको मान्छेको ईश्वर। अनि खिस्स हाँस्छ कित्ता कित्तामा बाँडिएको मान्छेको ईश्वर।